कमल बाटेको हो नमस्कार स्वागत च्यानलमा आज चाहिँ हाम्रो घरमा छ कुल पूजा हामी चाहिँ जानला हम कुल पूजा गर्नलाई मन्दिर माथि चल्लाहरु यहाँ चुचु चुचु गरिरहेछ हामी चाहिँ रेडी भइसक्यो हामी चाहिँ है हिँडेर जाने कि के जान्छ न तिमी हिँडेर जाऊ है म जाने हिँडेर हाम्रो यहाँ छ पूजापू फलफुल प्रसादहरू यो चाहिँ हाम्रो घर बनाएको भाग हाँसको अन्डा केरा यहाँ छ कमला अब चाहिँ हामी जान्छौँ माथि मन्दिरतिर बत्ती फुल फुलै हो त्यो पनि बत्ती अंगुर अनि यो एप्पल बनाना रोटी यो प्राउन झिंगा 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 पाउ 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 अनि पापड 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 छ है अब चाहिँ हामी रेडी भएर जान्छौँ हामी चाहिँ आयौँ पूजा गर्ने ठाउँ मन्दिरमा यहाँ चाहिँ बेसरी घाम हुनु भएको भएर पाल्टाङ्गे हुनुहुन्छ यता चाहिँ कपाल बार्दैछन् फेरि कपाल बाटेको हो कान्छाले चाहिँ छोरीको कपाल फुल्ला देख्नुहुन्न जहिले बार्दिने हो यहाँ तल अङ्कलको घरबाट पनि पूजा ल्याउनु भयो शङ्ख फुक्दै आउनु भयो सकी नसकी यहाँ अजाले चाहिँ पूजा गर्नलाई रेडी गर्दै हुनुहुन्छ सदामहरू मिलाउँदै हुनुहुन्छ कस्तो नराम्रो खिच्यो यहाँ चाहिँ अङ्कलसँग खेल्दै नानी चाहिँ यहाँ चाहिँ अङ्कलसँग खेल्दैछ तर ऊ अङ्कल भए पनि उसले चाहिँ दाई भन्छ अङ्कललाई यता चाहिँ मम्मीहरूको फोटो स्टेसन चलिरहेछ
यता पूजा हुँदैछ जब पूजा गर्दै हुनुहुन्छ अब चाहिँ हामीले फुल सकिने पालो आयो पूजा गर्ने पालो सबैजना आएर सबैजना पालै पालो फुल अक्षता छर्नलाई कुरेर बस्नुपर्छ लिएर अब हामी यहाँ पूजा गर्छौँ पूजा गरिसकेमा अब चाहिँ हाम्रो पाठा बलिदिने काट्ने पालो काट्न रेडी हो कान्छ हाम्रो यहाँ कान्छा चाहिँ रेडी भएर बस्नु मार हान्नलाई कान्छाले मार हान्ने रे आज पनि अहिले पनि यसपालि मार हानिसक्यो अब अनि मन्दिर घुमाउने पाठाले मन्दिर घुमाउँदै हुनुहुन्छ कान्छाले नै दुई भयो नानु पूजा भ्यायो ऊ चाहिँ माइला बाबा र अङ्कलसँग तल झर्दैछ तल अङ्कलको घरमा अब चाहिँ हामी अङ्कलको घरमा जान्छौँ माइला बाबासँग छोरी चाहिँ बाटो अप्ठ्यारो ऊ माइला बाबाले बोकेर गयो अब चाहिँ हामी पनि सबैजना तल झर्यौँ र अब प्रसाद खानालाई प्रसाद रेडी गर्दैछौँ उहाँ कान्छा चाहिँ उहाँ झिक्दै खाँदै हुनुहुन्छ त्यहाँबाट अब सबैजना रेडी भएर बस्छ खानालाई रोटी नखानु पनि मैले भनेको के नखानु भनेर नाले त आन्द्रा बुढी मात्रै खान्थ्यो हामी पनि खाएर भ्यायौँ सबैजनाले अनि यता चाहिँ छोरी र बाउ भएर यहाँ चाहिँ काम गर्दा रहेछन् दमादुस लाएर तिमी सक्दैनौ साना ऊ कति नै उसले सक्ने जसरी हेर न अङ्कलले त सकेन अनि ल नचला फाल्नु नै अझैले फेरि बनाउनुहुन्छ तिमीहरूले कहाँ आउने खनेको अघि कहाँ ओहो हो त्यति धेरै खनेको मजा भयो खन्न हामी चाहिँ उता काममा व्यस्त छोरी र बाबु यता व्यस्त अनि अङ्कल बाबु होइन त अङ्कल हो कि दाइ होइन हजुर बिगार ल अब कहाँ चाहिँ लाग्दो फेरि ल भयो राख भयो धेरै खनी भएछ तिमीहरूले आज
हजुर भयो भयो छोडिदेऊ अझै खन्दैछ अझै खन्ने क्रम जारी छ खन्न पुगे छैन उनीहरूलाई आयनले पनि जाने रहेछ हातमा लाग्छ न उसले बाटो देखाइदिएको रे छोरीलाई ओहो खुट्टा पसारेर जोड लगा के हाई से जोड लगा के हाई से चिप्ल्यो गर्मी भयो नि ल आऊ भयो अब त आऊ जाने अब हामी घर जाने अब हामी पूजा नि भ्यायौँ बस्यौँ खायौँ अब जाने आऊ खै दादालाई सोध त कहिले आज त होइन होला नि भोलि त हामी पनि जाने हो यहाँ खेल्दैछन् अझै